यस ब्रह्मलाई निराकार निर्गुण मान्यो अरे हैन। त्यो मान्यो भने यो जगत कहाँबाट आयो त, यो संसार कहाँबाट आयो, निर्गुणबाट सगुण कसरी आयो? अब त्यसका निम्ति त्यो जवाब दिनको लागि शङ्करले चाहिँ माया भन्ने शब्द एउटा प्रयोग गर्नुभएको थियो हैन। माया भन्ने हाइपोथेसिस लिनुभएको थियो। मायाको आवरणमा यो ब्रह्म लुकेको हुन्छ। अब आवरण भनेपछि अब हामीले अज्ञानको कारणले चाहिँ त्यो देख्दैनौँ, जे चाहिँ यथार्थ हो, जे चाहिँ हामी ठ्याक्कै देख्नुपर्ने हो। अब पानीमा कुनै छडी हाल्नुभयो, कुनै लट्ठी, कुनै लौरो हाल्नुभयो भने अलिकति बाङ्गो देखिन्छ नि, तर त्यो लौरो त बाङ्गो होइन। अब यसै गरी मायाले चाहिँ जुन असली रूप छ वस्तुको त्यसलाई चाहिँ लुकाइदिन्छ। अनि हामीले पहिला कुनै देखेको चिज अथवा हाम्रो मेमोरीमा भएको कुनै चिज त्योसँग त्यसलाई कम्पेयर गराइदिन्छ, त्योसँग त्यसलाई मिलाइदिन्छ, म्याच गरिदिन्छ। यसलाई भनिन्छ विक्षेप, सुपर इम्पोज गरिदिन्छ। अब विक्षेपबाट के हुन्छ भने अब आधार त चेन्ज हुन सक्दैन, तर त्यही आधार चाहिँ कुनै फरक रूपमा देखिन्छ।